morning. त्यो अर्कोमा पुरा नै भएन मेरो कुरा। म के भन्दै थिएँ भने मान्छे भएपछि मान्छे त शून्यमा हुनुपर्छ भन्ने जस्तो मलाई लाग्छ हैन। अनि शून्य तर लाइक त्यो भन्नलाई सजिलो हुन्छ हैन, एकदमै सजिलो छ भन्नलाई, तर आफूलाई पर्दा त्यो बेलामा धेरै नै गाह्रो हुन्छ। त्यो मैले बुझेकै छु, तर मैले पुरै बुझेको पनि छैन, किनभने मलाई जिन्दगीमा त्यस्तो अहिलेसम्म पढ्न गएको छैन हैन। लाइक किन कोही मान्छे आफ्नो मान्छे अथवा जो मान्छे पनि बित्यो भने इट्स इजी टु से अगेन, मैले अघि भनिहालेँ। तर किन जो बितेर गए पनि यत्तिकै सकिँदैन कि, फर्केरै आउँछ सबैजना। दे विल बी अराउन्ड इभन द दे गन फिजिकली, वी डोन्ट सी दम, बट फिजिकल बडी देखिँदैन, बट दे विल स्टिल बी अराउन्ड हियर। यो कुरा चाहिँ समथिङ आई हेभ मलाई लाग्छ त्यो कुरा है। किनभने मैले भनिरहेको छु नि बार बार, मान्छे भनेको शून्यमा हुनुपर्छ, तर मान्छे शून्यमा हुँदैन कि अहिलेको जुनीमा। सो यो जुनीमा त्यो जिरोमा पुग्न खोज्ने त कता कता थपे नम्बर थपे नगर्नुपर्ने कर्महरू गरेर यो सबै थोक्सानी गरेर उनीहरू झन् नम्बर थपे गर्छ कि, अनि फेरि दे विल रिबर्न होइन, ताकि फेरि घटाओस् अनि जहाँ चाहिँ पुग्नु पर्ने त्यहाँ पुगोस् भनेर होइन। त्यो कुरा थाहै हुँदैन कि, त्यो कुरा रियलाइजै गर्दैन अर्को जन्ममा पनि, अनि फेरि त्यही नै हुन्छ, फेरि अझ झन् थपेर जान्छ कि नम्बर थपे देयर इज नो कमिङ लाइक डाउन टु जिरो एन्ड लाइक फुल्ली उठो कि सकिँदैन। त्यही भएर यो सरकार चलि नै राख्ने रहेछ कि। बुझ्यो कि बुझेन आई डोन्ट नो, बट यु नो व्हाट आई मीन। इफ यु डोन्ट नो व्हाट आई मीन, जस्ट ट्राई एन्ड अन्डरस्ट्यान्ड इट या। तर अब कसरी चाहिँ शून्यमा पुग्ने त भन्ने क्वेसन मलाई कसैले गर्छ भने अब त्यसको पुरा उत्तर मसँग छैन। आई थिङ्क जस्ट लिभ इज हाउ युर सपोज टु, मेबी यु नो। लोभ, काम, क्रोध यिनीहरूलाई धेरै पर सारेर हो बाँच्नको लागि काम गर्नुपर्छ। अहिलेको जुनीमा खानालाई पनि जेको सास फेर्नलाई त पैसा दिनुपर्छ भने yes you gotta do it, but you know what I mean. Anyway, मेरो दुई शब्दहरू यति नै हो। त्यो मोबाइल राख्ने स्ट्यान्ड बनाएन मैले यो विकेन्डमा, अनि मसँग स्ट्यान्डै छैन अहिले। सो दिस इज व्हाट आई गट। अनि यसलाई यसरी राख्यो भने फुल फेस आउँछ एन्ड एभ्रिथिङ, एन्ड I don't feel like showing the face or anything as such. सक्छ होला हो मलाई त। सो त्यही हो, यति भन्दै मेरो दुई शब्द यहीँ राख्छु। म काममा जाँदैछु।